नमस्ते गुड मर्निङ युट्युब फ्यामिली। म चाहिँ निजमा बस्ने त अहिले तपाईँहरू के गर्नुहुँदैछ? सन्चै हुनुहुन्छ होला होइन। अब म चाहिँ भर्खर उठ्दैछु। म चाहिँ अहिले साइप्रसमा छु होइन। मेरो घर चाहिँ धारान हो अनि म भर्खर उठ्दैछु। यस्तै त रहेछ परदेशी जिन्दगी, उठो बस्यो। यो भ्लग चाहिँ मेरो सुरु हो होइन। म तपाईँहरूलाई उठेरै भन्छु ल। अनि के अरे सन्चै हुनुहुन्छ होला नि है मेरो फेरि फ्यामिली। अनि भन्नुहोस् मेरो भ्लग हेरिदिनु होला, माया गरिदिनु होला। यो फर्स्ट भ्लग है, फर्स्ट भ्लग है। म अब उठ्छु, दाँत सात माझ्छु, मुख सुख धुन्छु अनि कामतिर लाग्छु है। अब उठे अनि अब मुखसुख धुन्छु ओर्छु होइन। वासरुम जान्छु अनि म यहाँ छु। अब म लुगा मिलाउँछु है मेरो युट्युब फ्यामिली। म लुगा मिलाउँछु मेरो सुतेको ओछ्यान। त्यसपछि कफी खान्छु। त्यसपछि बाहिर पार्किङ एरिया छ है, पार्किङ सफा गर्छु। अनि मेरो यस्तै छ डेली, के भन्नु डेली रुटिन त भन्ने। उठ्यो अनि त्यसपछि कफी खायो, कफी खाएर पार्किङ बढाल्यो। पार्किङ बढालिसकेपछि यता 11 बजीतिर मान्छेहरू चेकआउट निस्किन्छन् रुम होटलबाट। अनि त्यसपछि काम गऱ्यो। अनि त्यसपछि आएर खानासाना खायो ओलो। अनि फेरि शान्तिले पल्ट्यो। यतिखेर नेपालमा भएको भए ओल्लो घरमा पल्लो घर यताउति यता जाउँ भनिन्थ्यो। यहाँ त विदेश आइसकेछ के उता नाच्नु भनिन्छन् केही आफ्नो उयसमा व्यस्तता पनि हुन्छ। यहाँ विदेशमा भनेको अरूलाई खुसी पारो भने मात्र खुसी हुँदो रहेछ अब त। अनि म त आफै रमाउने हो यसहरू। यिनीहरू यो के अरे स्याडो नेपालको यही युज गर्छ नि यहाँ पनि। मैले पनि म त यति लाउने हो। यति लगाइसकेपछि सबै यस्तै युज गर्छु। के अरे के को यो थाहा छैन, भिटामिन समथिङ के हो थाहा छैन। गरी आज रे मेरो गीत चाहिँ नभन्नु ल। म त गीत यस्तै गाउँछु। मेरो मेकअप यस्तै हो गाइज। मेरो युट्युब फ्यामिली यहाँ यसरी मिलाइसकेँ है। अनि म पनि रेडी भइसकेँ। अब हामी कफी बनाउँछौँ। काफी नेस्काफे भन्नुहोस् त। यो चाहिँ मलाई बोजूले दिनुभएको, बोजू यहाँको यहीले क्रिसमस गिफ्ट। तपाईँले मेरो किचन हेर्नुभयो भने कस्तो यो ब्लड देखेको गाइज। के यो यस्तै हुन्छ क्यामेरा आइयामा। यहाँ यसरी राख्नु पर्यो ल। अनुहार देखेको छैन थाहा छैन है। कफी बनाउनु पर्यो नि। कफी यति खाएपछि निन्द्रै खुल्दैन। यो खानु पर्यो खाएर। यो बानी भएछ कफी नखाए निन्द्रै खुल्दैन गाइज। कफी खानु पर्यो, कफी खाएर अनि यो कफी बनाएँ मैले। कफी अब खाँदै हजुरसँग पनि गफ गर्छु है। मलाई मेरो भिडियोमा सपोर्टहरू गरिदिनु होला, माया दिनु होला है। हजुरहरूलाई कस्तो लाग्छ मलाई त थाहा भएन। अब फर्स्ट टाइम हो भ्लग बनाएको। भ्लग बनाउने पनि त्यस्तो उयो त थिएन। त्यही पनि अब यहाँ बस्नुन्जेलसम्म पछि अब हामीले त यो
मोमेन्ट क्याप्चर गर्न सकिँदैन नि त। अनि अब यस्तो गऱ्यो त्यस्तो गर्यो भने पछि पुरस्कारमा हेर्नको लागि सजिलो हुन्छ, राम्रो हुन्छ भनेर मात्र हो। त्यही भएर यसो ब्लगहरू बनाऊँ भनेर आम बाफुरिरहेको छ। ए कस्तो राम्रो छ है, क्युट छ क्या, कस्तो मन परेको मलाई पुजी आइहाल्यो दिनुभएको। तपाईँलाई म कफी सफी खाएर अनि एकैचोटि के अरे म बाहिर सफा गर्छु क्या पार्किङ एरिया, त्यतिखेर म तपाईँ हजुरहरूलाई भेट्छु। हस् टु फ्यामिली, हजुरहरूलाई यो पात छोडेको भिडियो बनाएर देखाउँ भनेको। पानी पर्या रहेछ हाम्रोमा त यसरी, यो जाडो मौसममा खालि पानी पर्छ। यस्तो छ यहाँ त सिम 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 पानी परिरहेछ। बढाल्नु पर्यो भनेको यस्तो, यो यहाँ यताउति यस्तो यस्तो बढाल्नु पर्यो भनेको। के अरे पानी परिरहेको रहेछ, सिम 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 पानी परिरहेछ। अन्त यस्तो छ जिन्दगीको पानी परिरहेछ। यो चाहिँ म होटेलनिर होटेल काम गर्ने होटेल हो। म फेरि पसेको भित्र पानी परेछ मजाले। एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला मेरो युट्युब फ्यामिली है। अनि के भन्न लागेको थिएँ मेरो निधार न ल त्यो म धेरै कुरा गर्दिनँ। के अरे लाइक सब्सक्राइब गरिदिनु है। अनि भिडियोको मार्फतबाट कमेन्टहरू पनि गरिदिनु होला, यस्तो भएन उस्तो भएन भनेर। म इम्प्रुभ गर्दै जान्छु। तर यो फर्स्ट भिडियो मलाई थाहा छैन, त्यही पनि म ट्राई गर्छु ल। बाई।